ल साथीहरु हामी चाहिँ ट्री अफ लाइफमा बहराइनको ट्री अफ लाइफमा चाहिँ हामी घुम्न आएका छौं आज। यसलाई चाहिँ ट्री अफ लाइफ भनेर भन्दो रहेछ है। यो चाहिँ 500 वर्ष अगाडिको रुखहरु भन्छ है। 500 year before trees। ल अब यहाँ चाहिँ एकदम दामी रहेछ के हेर्दाखेरि, एकदम यसलाई चाहिँ सेक्युरेट गरेर पनि राखेको रहेछ। अनि चट्ट लगाएर हैन, हाम्रो यहाँ सेक्युरिटी दाइ पनि टक्क हुनुहुँदो रहेछ। मानिसहरू धेरैजना हेर्न आइरहनु भएको छ। दाजुभाइ तथा दाजुभाइहरू पनि आउनु भएको छ यहाँ। दाजुभाइ तथा दाजुभाइहरू तल हाफ गर्दा नि हुन्छ। त्यतिर एकदम फोटो खिच्ने कार्यक्रम भइरहेको छ यहाँ। चट्ट लाएर हैन यहाँ हाम्रो फोटो खिचिरहनु भएको छ हाम्रो आर्य दाइले। पहिला त छैन नि, पहिला त यो रुखहरु निकै नै त्यति प्रसिद्ध छ है। चट्ट लगाएर हेरिदिनु। भित्र त जानै नदिने रहेछ, बारेर राखेको रहेछ। के हार्ने, त्यही पनि यसो घुमेर हेरिदिनु पर्यो। खोइ यहाँ के न के छ अरे भन्छ, कुरै बुझेन। यो के हो यो कुरै बुझेन, पत्ता लगाउन सकेन है यो चाहिँ। ल हाम्रो दाजुभाइ तथा दाजुभाइहरू थाक्नु भएको छ अहिले चाहिँ। हेलो ट्री अफ लाइफ। समथिङ यु वान्ट टु से समथिङ दाइ? आज हाम्रो भाइहरूलाई चाहिँ आज यो बराइन बसेको लामो 5 वर्ष 15 वर्ष जान्छन् भएछ। ट्री अफ लाइफ कहाँ पर्छ दाइ, कहाँ हो के भने हुनाले भाइहरूलाई यसो लिएर आएको आज। आले पक्का आले र हाम्रो शान्त राई भाइले आज खुसी हुनुहुन्छ। यति नै हो एकदम। ल थ्याङ्क यू सो मच दाइलाई। यतातिरबाट त भिडियो पो रहेछ त, टक्क भनेर हेरिदिरहनु भएको रहेछ क्या दाइले यतातिर मेरो भिडियोमा। टक्क मोबाइल राउन्ड गरेर यस्तो हेर्दाखेरि त मानिसहरू यसो घुमिरहेको छ, रमाइलो गरिरहेको छ।